एउटा उखान छ नि, कुरा गर्यो कुरैको दुःख, भाषण गर्यो मुखै दुःख भन्ने, जति गर्दा पनि नहुने क्या। सो हाई एभ्रिवान, सेवा नमस्ते, म पूर्णिमा बान्तवा, होप यु आर डुइङ वेल। र म पनि सन्चै छु। अन्त सधैँ जे आज पनि बोल्दै जाऊँ है। हामी चाहिँ बिहान उठेर सधैँ जस्तै रेडी भएर हामी लाग्यौँ। आज चाहिँ हाम्रो सिस्टर हामीभन्दा अगाडि आइपुगिरहेको थियो बाहिर। सो हामी पनि निस्क्यौँ। अन्त हामीले केही नगरिकन फटाफट हामी चाहिँ कलेजतिर गयौँ। आज चाहिँ हाम्रो स्केच छ नि त, स्केच टाइम लाग्छ धेरै, त्यही भएर हामी चाहिँ आज चाहिँ केही नगरिकन हतार कलेज पुग्यौँ। सो फाइनली हामी कलेज पुगेर क्लासभित्र प्रवेश गर्न लागेको छौँ। सो आज चाहिँ हाम्रो स्केच रहेकोले मैले खासै भिडियो गरिनँ, किनभने हामीलाई यसमा नै टाइम लाग्छ नि त। सो हामी चाहिँ जाने बित्तिकै फटाफट आफ्नो काम गरिसक्यौँ। र मेरो स्केच यस्तो रहेको छ। अन्त आज चाहिँ मैले सर्ट भिडियो मात्रै बनाएको छु, किनभने मैले बेलुका मेरो फोन चार्जमा लगाएको थिएन रहेछ नि त। सो मेरो पावर अफ भइसक्नु लागेको थियो। सो मैले चाहिँ यति नै भिडियो बनाएँ। र मेरो यहाँ बहिनीले चाहिँ मेरो स्केच चाहिँ अरूको भन्दा देखाइदिएको थियो क्या। तर भाइ यो चाहिँ मेरो हो भन्दै। सो आजको भिडियो यति नै रहेको छ। थ्याङ्क यू फर वाचिङ गाइज, बाई बाई, सी यु इन नेक्स्ट भिडियो।